Yo, I'm back. But अहिले म आएको छु बेरोजगार भएर। कक्षा 12 सकियो। स्कुल लाइफ सकियो फाइनली। कति वर्ष भयो? नर्सरीदेखि सुरु गर्दा मैले नर्सरी पढेँ अनि युकेजी पढेँ डाइरेक्ट 2 वर्ष अनि 1 देखि 12 सम्म 12 इयर्स 14 इयर्ससम्म मैले पढेँ एन्ड इट्स फाइनली ओभर। बट धेरैजनालाई चाहिँ के लागिरहेको छ होला भन्दा यसको बोर्ड एक्जाम कस्तो गयो भन्ने एउटा क्युरियोसिटी लागिरहेको छ होला, किनभने मैले आफूले 10 क्लासमा 4 जिपिए ल्याएको यति मिल्क गरेँ त्यो 4 जिपिएको अचिभमेन्टलाई, यति कन्टेन्टमा मिल्क गरेँ। आज त्यही भएर समथिङ 4800 सब्सक्राइबर्स छन्। त्यही भएर मलाई के लागिरहेको छ भन्दा धेरै मान्छेलाई चाहिँ अब यसको धेरैजनाले प्रे पनि गरिरहेको छ मलाई यसको बारेमा डाउनफल होस् भनेर। एन्ड आई टेल यु कस्तो भयो। त्योभन्दा अगाडि चाहिँ म कस्तो मलाई के भयो भन्दा सक्यो नि त एक्जाम अनि म के गरौँ भयो कि मेरो पढ्ने कुरा थियो, पढ्ने कामै सिद्धियो कि चाह्यो भने छ पढ्नलाई स्टिल त्यो एन्ट्रान्स एक्जामिनेसन एन्ड अल, बट मलाई त्यो पढ्नै मन छैन एज अफ नाउ। लेट्स गिभ 12 क्लासको बोर्डको रिभ्यू कस्तो थियो, क्वेसन पेपरहरू, मेरो एक्जाम कस्तो भयो भन्ने रिभ्यू दिन्छु म। सबैभन्दा पहिला कहिले सुरु भएको रे एक्जाम? खै 13-14 गते कहिले सुरु भएको थियो? ओए हो कि 11 हो, खै बिर्सेँ। इङ्ग्लिसको एक्जाम थियो। म बिहान 5 बजे उठेँ। एक्जाम छ भन्ने डर लागिरहेको थियो। म यस्तो गलत फेमीमा परेँ नि, त्यो यस्तो गलत इम्प्रेसन पऱ्यो मलाई त्यो इङ्ग्लिसको। मैले त्यो ओल्ड इज गोल्डमा हेरेको थिएँ पास्ट क्वेसनहरू अनि अलिक गाह्रो त्यस्तो गाह्रो पनि थिएन कि मलाई त्यति बेला के इफेक्ट पऱ्यो, के इल्युजन पऱ्यो माइन्डमा, तिनीहरू क्वेसन गाह्रो लाग्न थाल्यो। अनि इङ्ग्लिस लास्टै गाह्रो रहेछ लिट्रेचर भनेर मैले इङ्ग्लिस बुक त्यो पुरै A to Z रट्टा हान्दिएँ होइन लिट्रेचर पार्टको। एक्जाम आयो। एक्जाममा आउँछन् क्वेसनहरू, राकेश डिभोटेड सन थियो कि थिएन, जस्टिफाई गर। त्यो 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 के अरे एभ्री मर्निङ आई वेकमा के गडको ग्रेटनेसको बारेमा के भन्छ हो कि समथिङ लाइक द्याट। अनि सबै क्वेसन त्यस्तै थियो। मलाई त्यस्तो रिस उठ्यो, मैले त्यत्रो किन पढेँ। त्यो अन लाइब्रेरिजको सबै लाइब्रेरीहरूको नाम, सबै बुकहरू सबै घोकेर लास्टमा आइदियो त्यस्तो। त्यति मात्र थियो भने त म खुसी हुन्थेँ होइन। म चाहिँ क्लास 11-12मा हरेक टर्मिनल एक्जाममा लास्ट बेन्चमा पढेको होइन। मलाई त लास्ट बेन्चमा पढ्ने बानी परिरहेको। बोर्ड एक्जाममा जान्छु सिधै म फर्स्ट बेन्चमा छु। वाउ, फर्स्ट बेन्चमा भएर मात्र नि के फरक पर्थेन होइन। बट फर्स्ट बेन्चमा म लेखिरहेको छु, यसो टिचर आउँछन् होइन, यसो म यहाँ लेखिरहेको छु, टिचर यसो उभिएर इन्भिजिलेटर जो हुन्छ, गार्ड जो हुन्छ, यसरी हेरेर बस्ने के लेख्दो रहेछ यसले भनेर। कति औडा हुन्छ क्या त्यो हेरिदिँदा क्या, त्यो अरूले आफूले लेखिरहेछ होइन, म यसो लेखिरहेको छु, त्यो इन्भिजिलेटर चाहिँ हेरेर बसेछ यसरी घुरेर। अनि त्यो बुढो मान्छे विथ ठुलो पखेटा भन्ने पार्ट जुन थियो त्यसको पनि लेख्दै थियो, हेर्छ म ह्युम्यानिटी छैन, इनह्युमेन भयो, सर्कस एनिमल जसरी ट्रिट गर्यो त्यो बुढोलाई भनेर लेख्दै थिएँ होइन। हेर्छ हुन त अब हेरिराखोस् भनेर लेख्दै गएँ। स्याड पार्ट भन्छु अब इङ्ग्लिसमा मैले त्यो फिल इन द ब्ल्याङ्क्स जुन थियो त्यो अगाडिको त्यो बिगारेँ के। त्यसमा दुईटा अनअज्युमिङ र ड्याजल्ड जुन थिए शब्दहरू, मैले ठ्याक्क उल्टो लेखिदिएँ। अनअज्युमिङ म्यानर र ड्याजल्ड फिगर थियो परह्याप्स। मलाई यस्तो अल्प ज्ञानम भयङ्करी भयो नि त्यो बेला। मैले ड्याजलिङ पर्सनालिटी भनेर सुनिरहेको होइन, सधैँ सुनिरहेको, वाट ए ड्याजलिङ पर्सनालिटी सी हेज भन्ने। अनि त्यहाँ रहेछ म्यानर होइन, पिपल वर इम्प्रेस्ड बाई हर डट म्यानर भन्ने थियो। अनि वाट आई थट वाज पर्सनालिटी र म्यानर भन्ने त एकदम रिलेटेड, अलमोस्ट सिनोनिमस वर्ड्सहरू जस्तो लाग्यो। एन्ड अरू केही सोच्दै सोचेँ मैले फ्याट लाएर
लक गरिदिएँ ड्याजलिङ म्यानर पिपल वेयर के अरे इम्प्रेस्ड बाई हर ड्याजलिङ म्यानर एन्ड वे अफ राइटिङ हो कि के थियो यति कन्फिडेन्सका साथ मैले ड्याजलिङ बुम लगाइदिएँ अनि लास्टमा त्यो अर्को the things that they wrote about him helped him become के something figure in public भन्ने थियो अनि अब ड्याजलिङ गइसक्यो मिथिकल यहाँ खासै सुहाउँदैन भनेर लास्टमा अनअज्युमिङ मात्र बाँकी छ भनेर अनअज्युमिङ लगाएको ठ्याक्क उल्टो उल्टो भयो बुम गयो त्यही भएर के सम्भावना छ भन्दा नि साथीहरू अब मेरो अरा घट्छ कि मेरो जुन 4GP लेगेसी मैले क्यारी गरिराखेको थिएँ त्यो अब मेरो घट्न सक्छ किनभने इङ्ग्लिसले मलाई सुरुमै धोका दियो या बट चान्स चाहिँ छ म चान्स छैन भन्दिनँ तर मलाई लाग्छ कि इङ्ग्लिसमा ए प्लस आउँदैन अरू त एज फार एज आई नो है नेपालीमा सजिलो क्वेसन आएको थियो सबै सजिलो थियो नेपाली जस लेख्न ठिकै लेखेको छु अब मेरो राइटिङ जतिको थियो त्यतिकै लेखेको छु अब के भन्ने नेपालीमा आउँछ जस्तो लाग्छ के अरे ए प्लस बट नेपाली भनेको कस्तो विषय हो भन्दा कुन सनकै टिचर पढिदिन्छ चेक गर्ने बेलामा झ्याम मार्क्स काट्ने टिचरहरू पनि हुन्छन् कि अब त्यस्तो मान्छेको हातमा पऱ्यो भने अथवा राम्रै मान्छेको मुड खराब भएको बेला मेरो पेपर पऱ्यो भने त बिग्रियो सकियो होइन सो त्यो पनि अनसर्टेनै छ नि त ल्याङ्ग्वेज सब्जेक्ट अब मैले के भन्ने मैले अब आउँछ भनेर आउँछ भन्ने हुँदैन लकको खेल हुन्छ धेरै कुरा अब लेखेपछि मार्क्स आउनेहरूमा म्याथमेटिक्सको एक्जाम लास्टै सजिलो आएको थियो सब मिलाएको होइन बट म्याथमेटिक्समा नि के भयो भन्दा 2 मार्क्सको चाहिँ के सोधेको थियो स्टुडेन्ट होइन समथिङ एउटा वर्ड थियो त्यो अनि कतिवटा कम्बिनेसन कतिवटा वेजमा अरेन्ज गर्न मिल्छ भन्ने थियो के थियो यार वर्ड कस्तो बिर्सेँ मैले समथिङ वर्ड थियो होइन ल फर इक्जाम्पल लेट्स से डिटरमाइन भन्ने वर्ड थियो अर समथिङ के त्यस्तै थियो मैले डिटरमाइनको साथको डिटरमाइन्स देखेको छु त्यहाँ एउटा एस थपेर पढेँ मैले आफै अनि डिटरमाइनमा लेटर कति वेजमा अरेन्ज गर्न मिल्छ नगरी मैले डिटरमाइन्समा कतिवटा अरेन्ज गर्न मिल्छ भनेर एन्सर निकालिदिएँ 30,000 समथिङ आइदियो एन्सर जुन थिएन अभियसली तर मैले जुन शब्दको लागि नम्बर अफ वेज निकालेको थिएँ त्यो शब्द त मैले करेक्टली नै गरेँ होइन मेथड मिलाएँ एप्रोच मिलाएँ बट त्यहाँ गयो बट केही छैन म्याथमा त आउँछ म्याथमा ए प्लस आउँछ फिजिक्समा पनि टोटल 3 मार्क्स जान्छ जस्तो लागेछ अरू त सबै मिलेको छ सो फिजिक्समा पनि आइएम एक्सपेक्टिङ 72 होइन 3 मार्क्स चाहिँ केमा बिगारेँ भन्दा मैले एउटा एमसिक्यू बढी जान्ने भएर पनि होइन धेरै नसोचेर ठ्याक्क सोचेको भए त्यो लिभ इट एउटा एमसिक्यू लेट्स किप इट एट द्याट अर्को 2 मार्क्सको चाहिँ त्यो गिभ रिजन होइन एउटा मलाई एन्सर पनि थाहा थियो के हो भनेर तर फर्स्ट जुन इन्स्टिङ्क्ट आयो नि मेरो झ्याप्प क्वेसन देखेँ अनि एउटा एन्सर आयो कि दिमागमा अनि मैले झ्याप लेखिदिएँ अनि फेरि एकचोटि क्वेसन हेरेँ उयो यो त होइन रिजन भन्ने भयो कि बेसिकली के भयो भन्दा त्यो पानी माथि भर्दै जाँदा चाहिँ भरिन लाग्यो भनेर कसरी थाहा हुन्छ भन्ने क्वेसन थियो अनि मैले चाहिँ के यस्तो मेरो इन्स्टिङ्क्ट के अन्त झ्याप्प आयो कि सुरुमा त एयर पार्टिकल्स एकदमै धेरै हुन्छन् त्यो बाणुमा जब एयर मोलिक्युल्स धेरै हुन्छन् तिनीहरू धेरै भाइब्रेट गर्न सक्छन् होइन किनभने वाटर मोलिक्युल्स भन्दा त एयर मोलिक्युल्सहरू धेरै भाइब्रेट गर्न सक्छन् त्यही भएर त्यो उसहरू पनि हलो बनाएको हुन्छ नि के जातीय रेजोनेन्स गर्ने बेला त्यो एयर पार्टिकल नि भाइब्रेट गरून् भनेर त्यो बनाएको हुन्छ एन्ड मैले के सोचेँ भन्दा जब पानी भरिँदै जान्छ नम्बर अफ एयर मोलिक्युल्स चाहिँ घट्दै जान्छन् अनि पानीको भाइब्रेसन भनेको एयरको भन्दा कम हुन्छ सो भाइब्रेसन कम भएपछि कम एम्प्लिट्युडको साउन्ड आउँछ अलि विकर साउन्ड आउँछ देयरफोर हामीले भरिरहेको थाहा पाउन सक्छौँ भन्ने थियो एन्ड मलाई एन्सर के हो भनेर पनि थाहा थियो भन्दा त्यो लेखिसक्दा चाहिँ मैले सम्झेको कि अनि दुवै लेखिदिनु जस्तो लाग्थ्यो काटेर होइन राइट एन्सर मात्रै लेखिदिनु जस्तो पनि लाग्थ्यो फेरि के हो भन्दा मेरो सबै मिलेको थियो अनि कसले फेरि लेखेर बसोस् काट्यो भने झन् प्रेजेन्टेसन बिग्रिन्छ मार्क्स घट्छ भन्ठानेर लेख्दा लेखिनँ जुन लेन्थ घट्दै जाँदा फ्रिक्वेन्सी बढेर अलि त्यो
हाई पिच्ड साउन्ड सुनिन्छ अनि भरिन लागेको छ भनेर थाहा हुन्छ भन्ने टाइपको रिजन दिने थियो बट लिभ इट केही भएन फिजिक्समा एप्लस आउँछ आओस् प्रभु अर्को के छ अर्को कुन एक्जाम थियो अरे म्याथ भयो फिजिक्स भयो अर्को इङ्ग्लिस नेपाली भयो केमिस्ट्रीमा एमसिक्यू कस्तो रिस उठेको क्या एमसिक्यू कस्तो झप्पै हेर्दा त गाह्रो थियो होइन तर जे होस् त्यो एउटा बिग्रियो क्या केमिस्ट्रीमा पनि एमसिक्यू त्यो अक्सी हाइड्रोजन सेल के को लागि युज हुन्छ भनेर थियो अनि रकेटलाई अपलिफ्ट गराउनको लागि प्रोपेल गराउनको लागि अनि प्रेसर बढाउनको लागि अथवा हिट र लाइटको लागि सोर्स हो कि समथिङ थियो हिट र लाइट जुन करेक्ट एन्सर थियो मैले त्यो हेर्ने बित्तिकै यस्तो त मरिकै होइन कहाँ रकेट उडाउनमा त्यो हिट लाइटको लागि अक्सी हाइड्रोजन युज गर्छ रकेट उडाउन पो युज गर्छ अक्सिजन हाइड्रोजन फ्युल आयो कि मेरो दिमागमा हामीले पढेको भनेको सेल हो सेल भनेको सानो यत्रो ब्याट्री हुन्छ त्यसले कहाँको रकेट उडाउँदैन मैले के गरेँ फ्युल सोचेँ किनभने रकेट उडाउन अक्सिजन हाइड्रोजनको फ्युल त युज हुन्छ झ्याप्प अपलिफ्ट लगाइदिइहालेँ अनि पछि त सेट त्यो सेल पो रिमोटको ब्याट्रीले रकेट उड्छ रिमोटको ब्याट्री त होइन बट स्टिल एन एनालोजी रिमोटको ब्याट्रीले रकेट उड्छ जस्ट 1 मार्क बिग्रियो केमिस्ट्रीमा एमसिक्यू गर्छ होइन केमिस्ट्रीको अर्को उता 1 मार्क केमिस्ट्रीको 3 मार्क्स जति बिग्रेको जस्तो लाग्छ आई गेस 3 to 4 मार्क्स जान्छ बट अरू सबै मिलेको छ अर्ग्यानिक सबै मिलेको छ इनअर्ग्यानिक मिलेको छ सो केमिस्ट्रीमा पनि आउनु पर्छ भन्छु म बट खै के लेखेको छ अब मेरो भाग्यमा केमिस्ट्रीमा पनि आउँछ भन्छु 70 एक्सपेक्टेड मार्क्स है केमिस्ट्रीमा चाहिँ एन्ड कम्प्युटरमा त यस्तो सजिलो आएको थियो त्यो क्वेसन त्यो बच्चा जस्तो क्वेसन आएको थियो टन्नै पनि लेखेको छु एन्सर चाहिने भन्दा बढी नै लेखेर आएको छु एमसिक्यू पनि सब मिलेको छ जस्ट 8-9 क्लासमा हुँदा त्यो क्वेसन पेपर दिएको भए चाहिँ अलिक गाह्रै लाग्थ्यो होला एकदम इट वाज टु इजी त्यसमा चाहिँ 50 मा 50 नै आउँछ भन्ने एक्सपेक्टेसन छ बट हु नोज मैले पाइँदै सिली मिस्टेक गरेर आएको छु कि जसले गर्दा मेरो केहीमा नि राम्रो आउँदैन सो म 100% अहिलेको लागि चाहिँ 100% कन्फिडेन्सको साथ के भन्न सक्छु भने मैले 3.6 भन्दा धेरै जिपी ल्याउँछु किनभने धेरै किन भन्ने होइन मैले धेरै किन मैले एउटा युट्युबमा कमेन्ट गरेको थिएँ समवान म जुन स्टडिङ फेजमा थिएँ अथवा रिभाइजिङ फेज जुनमा थिएँ त्यति बेला मैले भिडियो बनाइरहेको थिएँ त्यसमा चाहिँ समवान सेड कि ब्रो डोन्ट सरप्राइज विथ अ 4 जिपिए आई थिङ्क यु गो 3.75 प्लस भनेको थियो एन्ड मैले सेड मैले भने कि मेरो गोल 3.6 हो अब गोल कम्प्लिट त म हुन्छ भनेर लगभग स्योर नै छु 3.6 मेरो इजिली कट्छ एन्ड आई एम रियली ह्याप्पी त्यति कट्यो मलाई जिन्दगीमा के चाहिन्छ र यो जिपिएले मैले कहाँ लगाएर अचार बनाउने होइन सजाउने होइन के होइन या बट द थिङ इज होइन अब बिदा छ क्या बिदामा चाहिँ मैले फेसबुक खोलेँ होइन यो स्कुलबाट एक्जाम दिएर फर्केपछि यसो केही बेर खाना खाएपछि होइन हल्का फ्रेस भएपछि मैले फेसबुक खोलेँ एक्जाम सकिन पाएको छैन यो कोचिङ इन्स्टिट्युटहरू के प्री इन्जिनियरिङ प्री मेडिकलहरू त धमाधम सुरु भइसक्यो आफ्नो प्रमोसन गर्न एडभर्टिजमेन्ट गर्न एकैछिन सास लिन त्यो विद्यार्थीहरूलाई कति अत्याएको प्रभु क्लास हाम्रो इन्स्टिट्युटमा आउनुहोस् के थोरै पढेर पनि राम्रो ऱ्याङ्क आउँछ ब्ला 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 एक्सपिरियन्स्ड फ्याकल्टी राम्रो रिसोर्सेस ब्ला ब्ला लेगेसी यस्तो छ उस्तो छ होइन एकैछिन सास फेर्न त दिनुहोस् बिचरा विद्यार्थीहरूलाई कति अत्याउने हो कि नेपालको यो मलाई सिस्टम यो मनै पर्दैन कि होइन जहिले रटा छ स्टुडेन्टलाई त्यही भएर एजुकेसन सिस्टम यस्तो खराब छ नि हाम्रो एक्जाममा मार्क्स त कसरी ल्याइन्छ के गरेर पढिन्छ त्यो बुझेर पढेको हो कि युजफुल वेमा पढेको हो कि के गरेर पढेको थाहा भएन बट पढिन्छ ल्याइन्छ गरिन्छ क्रिएटिभिटी मर्दै जान्छ जति पढ्दै गयो होइन नेपालमा इनोभेसन्स किन त्यति धेरै हुँदैन नि त होइन
अब एजुकेसन सिस्टमलाई त ब्लेम गर्ने होला नि। या नाउ अब फ्युचर प्लान के छ भन्ने कुरा चाहिँ मेरो फ्युचर प्लान चाहिँ अब म कस्तो कस्तो कन्फ्युजनमा छु क्या म। त्यो आइओई भन्ने छ नि एउटा इन्स्टिट्युट अफ इन्जिनियरिङ जुन टियु अन्तर्गत पर्छ, त्यो दिनै भन्छन् कि अब 11-12 कम्प्युटर पढेपछि चाहिँ अब इन्जिनियर बन्नुपर्छ भन्ने एउटा मान्यता छ, एउटा प्रचलन छ। म पनि अब स्लोली बट स्योरली त्यतैतिर ड्रिफ्ट हुँदै गइरहेको छु कि जस्तो लागिरहेछ। त्यो गर्नु फेरि डेन्जर पर्नुपर्छ भन्छ यस। सो 12 दिएको मान्छेहरू तपाईँहरूको प्लान के छ? अनि 9, 10, 8, 10, 12, 11 जो हुनुहुन्छ महानुभावहरू, उहाँहरूले नि यो भिडियो हेरिहाल्नुभयो भने चाहिँ उहाँहरूलाई अब म त फेरि खतरा मान्छे भयो नि त, उहाँहरूले टिप्स सोध्नुहुन्छ कि कहिलेकाहीँ होइन, यो कसरी गर्ने हो कसरी गर्ने। बट अब होइन, मेरो यो 12मा चाहिँ जिपिए चेप्पाइदिए आयो भने त म त टिप्स दिन पनि कस्तो सुहाउन्न होला नि है। डर लागिरहेको कि मान्छेले भावै दिँदैन नि मलाई यो चाहिँ अब 3.6 आएकोले हामीलाई के टिप्स दिन्छ भनेर। बट एनिवे त्यो लेट्स लिभ इट। मैले आफ्नो बेस्ट दिइसकेँ जे दिन सक्थेँ। अब इन्भिजिलेटर कहाँको इन्भिजिलेटर, एक्जामिनरले के गर्छ होइन। अब त्यो सिद्धियो भिडियो। ओ माई गड 16 मिनट्स क्रस भइसक्यो, 17 पुग्न लाग्यो। सो म अब के गरौँ, यो युट्युब त म यति सजिलै छोड्दिनँ। सजिलै बोलेछ, हल्का 200-400 भ्युज आइहाल्छ के अरे, मलाई सन्तुष्टि मिलिहाल्छ। के भिडियो अपलोड गरौँ मैले? समन सेड कि आई सुड डिलिट दिस च्यानल। गर्छ डिलिट, यहाँबाट पैसा आउँछ, पैसा डिलिट गर्छ, पैसा च्यातेर फाल्छ। पैसा च्यात्नु इलिगल हो थाहा छैन तिमीहरूलाई? डिलिट गर